हेलो साथीहरू, आज हामी उत्रेनी घुम्न आएको। मेरो नयाँ साथी आउनुभएको थियो, त्यही भएर उहाँहरूलाई उत्रेनी घुमाउन लिएर आएको। उहाँहरू चाहिँ पुलमा फोटोसोटो खिच्दै हुनुहुन्थ्यो अनि मलाई चाहिँ अल्छी लागेको हुनाले म चाहिँ यहीँ बसेँ। अनि यो चाहिँ बाबाजी कुटी हो, यो धेरै पुरानो बाबाजी कुटी हो। अनि त्यही भएर यहाँ चाहिँ शीतल थियो, मलाई चाहिँ यहीँ बस्न मन लाग्यो। त्यसपछि म यहाँ चाहिँ ड्यान भन्दै बस्यो। त्यसपछि साथी उहाँको वाइफ अनि हामी चाहिँ जुरुङ्गे पुलतिर लाग्यौँ। अनि उहाँ चाहिँ हुनुहुन्छ जुरुङ्गे पुल अनि उहाँ चाहिँ हुनुहुन्छ मेरो बुढोको साथीको वाइफ। अनि हामी मतलब मैले चाहिँ यसरी बोलेर कहिले पनि भिडियो बनाएको थिएन। अनि मलाई चाहिँ आज यसरी बोलेर भिडियो बनाउन मन लाग्यो। अनि भिडियो बनाउँछु भनेको म त यताउति हेर्दै म त भिडियो बनाउन बिर्सेँ। भिडियो त मलाई ध्यानै गएन। अनि त्यसपछि म चाहिँ यति खोला पहाडहरू हेर्न थालेँ। अनि एकछिन त म साइलेन्टै भएर हेर्न थालेँ। त्यसपछि बिचमा पुगिदिएपछि हल्लिएर त डर पनि लाग्दै गयो। अनि मेरो मतलब नयाँ साथीलाई पनि उसलाई पनि डर लाग्यो अरे भन्दै हामी त कुरा गर्दै हिँड्यौँ अगाडि। त्यसपछि अब के गर्नु भनेर मैले पनि ब्याक क्यामेरा गरेर पछाडि पुलको अनि पहाड खोलाको भिडियो बनाएँ। अनि बनाउँदै गयो। ट्रकहरू मान्छे कोही थिएन, मेरो बुढो चाहिँ उहाँहरूको फोटो खिचिदिँदै हुनुहुन्थ्यो। अनि ताले फोटो खिचिदिँदै हुनुहुन्थ्यो, म चाहिँ यताउति हेरौँ र भिडियो बनाऊँ भन्नेपट्टि लागेँ। अनि मैले मेरो सानो नानी 9 महिनाको नानीलाई सुताएर आएको थियो। अनि त्यही भएर उहाँ चाहिँ किन्नु होला अनि हामी जाने फोन पनि आइसक्यो मम्मीको नानीहरू भनेर। उहाँ मेरो साथी। अनि त्यसपछि हामी चाहिँ घरतिर लाग्यौँ। आजलाई यति नै, बाई बाई साथीहरू।